हामी जस आएदेखि होइन यहाँ बेलुका कामबाट आयो लगभग हामी आज त लगभग 1 बजे कि 2 बजे पुगिसकेका थियौँ। लगभग 2 बजीसम्म काम सकेर हजुर। अनि आउँदाखेरि रुममा पुग्दा 4 बजे 4 बजे रुममा पुगिसकेपछि अफिस टाइम भयो नि त त्यो पनि होइन। त्यसपछि 5-6ले हामीले त साँझ भइहाल्यो होइन खाजा खाँदाखेरि गर्दा हामी 6 बजे लगभग रुमभित्र बिस्तारामा पल्टिसक्यो। बिस्तारामा बसिसकेपछि मलाई लाग्यो कि हामी के गर्दा रहेछौँ भनेर यसो मैले मनमनमा सोच्दै थिएँ। कोही आफ्नो तरिकाले सुतेका छन्, कोही आफ्नो तरिकाले मोबाइल चलाएको छन्, अनि आफ्नो तरिकाले बसेका छन्। तर 7 बजीसम्म अहिलेसम्म एक शब्द पनि बोलिएन। अनि तपाईँसँग कुराकानी मेरो पनि केही हुँदैन, तपाईँको मेरो कुराकानी केही हुँदैन। सँगै बसिया छ, ट्रेडिङ गऱ्यो, आयो, काम गऱ्यो, गयो। खास परिचय पनि राम्रोसँग छैन, बोलचाल राम्रोसँग छैन होइन। त्यही भएर एकछिन मोबाइल थन्काएर गफ गरौँ। यस्तो मोबाइलले गर्दा होइन यसले केही बिगर्दी हाल्यो। सानो बच्चाले मात्रै मोबाइल नचला भन्छौँ हामीले। हजुर, धेरै त्यो कुराहरू सुने हुन्छ नि है। मेरो केटाकेटी त मोबाइल चलाएर बिग्रियो भने धेरै इन्टरभ्यू लिँदै पनि भनिरहेको हुन्छ दिउँसो। अनि मैले यसो सोचिल्याउँदाखेरि त ती बच्ची भन्दा पनि हामी बिग्रिरहेछौँ हो। तपाईँको के जस्तो लाग्छ? एकदम हो सर, यो चाहिँ एकदमै हो। तपाईँले भनेको कुरा एकदमै सही कुरा भन्नुभयो होइन। अब हामी नै बिग्रिरहेछौँ जस्तो पनि लाग्छ है। अब पछिल्लो समय चाहिँ यो मोबाइल चलाउने चाहिँ हाम्रो छ, यो चाहिँ एकदमै अब चाहिने भन्दा चाहिँ बढी चलाउनु थाल्यो जस्तो लाग्छ क्या मलाई चाहिँ। हामीले अब एकअर्कासँग कुरा पनि गरेका छैनौँ होइन। यत्रो 10-12 दिनसम्म काम गर्दाखेरि होइन एकअर्कासँग भनौँ न अब कस्तो हुन्छ भने जस्तो एकअर्काको कुराहरू सेयर पनि गर्न भनौँ न पाइएको छैन भन्नाले यो मोबाइलको कारणले गर्दाखेरि के मलाई चाहिँ त्यस्तो लाग्छ है। तर अब यसको फाइदा हो, ठिक छ। अब यसले चाहिँ अब टाइम पास गराउँछ, नयाँ कुराहरू अब नेट यसबाट हामीले थाहा पाउँछौँ, मनोरञ्जनात्मक कुराहरू होइन। तर यसको धेरै जस्तो चाहिँ बेफाइदाहरू पनि छ जस्तो लाग्छ। अघि पनि मैले तपाईँलाई भने होइन, जस्तो भोलिको दिनमा चाहिँ जस्तो हामी यस्तै बसिराख्ने हो भने त एकअर्कासँग चाहिँ यो कुरा गर्न पनि हामी बिर्सिन्छौँ जस्तो लाग्छ। यो चाहिँ अब घर परिवारमा एक आपसमा कुरा गर्न बिर्सिन्छौँ। जस्तो तपाईँ हामी साथीसँग फरक ठाउँको छौँ, हामीसँग नि एउटा हुन्छ नि त कसरी चाहिँ ऊ हुने, कुराकानी गर्ने होइन। भोलिको दिनमा चाहिँ यसको चाहिँ एकदमै प्रयोग भयो भने मान्छे चाहिँ जुन एउटा हुन्छ नि त्यो चाहिँ बोल्नै सक्ने एउटा बोल्ने होइन, एउटा यो सिप भन्ने कि यसलाई कला भन्ने कि होइन, यो चाहिँ अलिकति मान्छे बिर्सिन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ होइन। पछि आएर के थाहा, यो साङ्केतिक भाषा मात्रै प्रयोग हुने हो कि भोलिको दिनमा आउने जाने होइन, कुरा गर्दाखेरि पनि लेखेरै गर्ने होइन। ल भेट हुँदाखेरि पनि हाई हेल्लो हुने, बाई हुँदा पनि बोल्ने होइन। त्यस्तो चाहिँ लाग्छ मलाई चाहिँ। यो चाहिँ यसले गर्दाखेरि चाहिँ अब हामीले नै चाहिँ यसको चाहिँ प्रयोगको उसलाई चाहिँ अलिक कम गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। ठिक छ। अब हामी अर्कोचोटि भेट्दाखेरि चाहिँ हजुर मोबाइललाई अलिकति कम गरेर अलिकति आफूलाई चाहिँ समय दिउँ न एकअर्कालाई भन्ने चाहिँ हो, साथीभाइहरूलाई, परिवारलाई होइन। यो भिडियोबाट चाहिँ हामी तपाईँलाई के सन्देश पुर्याउन चाहन्छौँ भने साना बाबु नानीलाई मोबाइल बढी नचलाउनु हजुरहरूले भन्नुहुन्छ। पहिला आफूलाई एकचोटि जाँच्नुहोस्। हामीले चाहिँ कतिको समय दिइरहेछौँ मोबाइललाई चाहिँ त्यो समय अरूलाई दिउँ, छोराछोरीलाई दिउँ होइन, आफन्त परिवार आमा बुवालाई दिउँ, साथीभाइलाई दिउँ होइन, छरछिमेकीलाई दिउँ, नयाँ मान्छे भेट हुन्छ भने उहाँहरूसँग दिउँ, समय दिउँ भन्ने सन्देश सबैले दिन चाहन्छौँ होइन। त्यस्तो लाग्छ मलाई। यो भिडियो हेर्ने जतिहरूले सेयर गरौँ, सेयर गरौँ। नानी बाबुलाई मोबाइलदेखि अलि टाढा राख्न। टाढै राख। पहिला आफू रह्यो भने
पल्लो उहाँहरूले पनि त त्यही कुरा सिक्नु हुने हो सिक्नुहुन्छ। हैन? आज त्यसै कुरा वास्तवमा म दिउँसो हजुर। लगभग यो चौथो इन्टरभ्यू थियो होला मेरो दिउँसो। हजुर। त्यो लिँदै गर्दाखेरि नम्बर मागेँ कि मैले फोन नम्बर चाहिँ माग्ने छ नि हाम्रो। ए हजुर। अनि यो नानीले त मोबाइल हेरेकै दिनभरि। अनि नानीले आएर भने म दिनभरि स्कुलबाट बिदा भएको दिन मात्रै हेर्छु। तपाईँ दिनभरि हेर्नुहुन्छ बेलुका रातभरि हेर्नुहुन्छ भनेर लाग्यो कि। अनि त्यसपछि म आइसकेपछि बिस्तारमा पल्टिसकेर सोचेँ। अनि सर आउनुभयो उतातिर आफ्नै तालमा छन्, तपाईँ उतातिर एक्लै हाँसिदिनु भएको छ खाट बजाउँदै होइन, म यतातिर आफ्नै तालमा हाँसिरहेको छु। अनि यो अवस्थाले गर्दा चाहिँ हामी आफै त कन्ट्रोलमा छैनौँ होइन जस्तो लाग्यो मलाई। एकदमै कहिलेकाहीँ हामी त अहिले यहाँ त ठिक छ खाली छौँ होइन, खाली छ। घरमा हुँदाखेरि पनि कतिजना फ्यामिली परिवारसँग बोलचाल हुँदैन, खाना खायो छोरा आफ्नो कोठातिर, बुवा आफ्नो कोठातिर होइन, यति मात्र होइन श्रीमान दायाँ साइडतिर फर्केर श्रीमती बायाँ साइडबाट आफ्नो मोबाइल कोट्याउने मोबाइल भन्थ्यो कि अस्ति एकजनाले होइन, कोट्याइरहेको हुन्छ। अहिलेको अवस्था चाहिँ त्यस्तै छ कि त्यसै छ होइन। त्यस्तै छ। त्यसैले तपाईँ जस्तो सम्झिनुहोस् जस्तो गर्नुहोस् होइन, तर मोबाइललाई कन्ट्रोल गर्नुहोस्। एकदम हजुर सही होइन। हामी यो बाचा अर्कोचोटि भेट्दाखेरि अलिकति कम गर्नेछौँ भनेर तपाईँ मेरो भेट हुनेछ। एकदमै सर। अहिलेलाई छुट्टी होइन। हुन्छ सर, हुन्छ। फेरि कोट्याउने मोबाइल हुन्छ। अब अहिले त मोबाइल अब नकोट्याउँ होला, अब सुत्नेतिर लाग्नु। हुन्छ ल सर, गुड नाइट, बाई बाई। गुड नाइट, बाई बाई। बत्ती मारेर सुत्यो होला है।